ल साथीहरूलाई चाहिँ नमस्कार। आज पनि मैले सदाको जस्तै शिक्षक सेवा आयोगले लिने वस्तुगत परीक्षासँग सम्बन्धित रहेर चाहिँ एउटा सेट लिएर आएको छु। यो सेट चाहिँ शिक्षक सेवा आयोगले लिने परीक्षा प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह तीनवटै तहको लागि चाहिँ उपयुक्त हुनेछ। ल अब चाहिँ ढिलो नगरिकन सुरु गरौँ। ल पहिलो प्रश्न रहेको छ, सूर्यबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ? सूर्यबाट पृथ्वीमा प्रकाश आइपुग्न कति समय लाग्छ? यसको अप्सनहरू रहेको छ 8 मिनेट 20 सेकेन्ड, 9 मिनेट 30 सेकेन्ड, 8 मिनेट 40 सेकेन्ड, 10 मिनेट 20 सेकेन्ड। ल साथीहरू कुन होला त यसको? तपाईहरुलाई चाहिँ के लाग्छ? कपीमा चाहिँ प्रश्न नम्बर 1 टिप्नु होला र सही अप्सन कुन हो त्यो पनि टिप्नु होला र मिलेको खण्डमा ठिक लगाउनु होला है त। ल यसको सही उत्तर हो अप्सन ए 8 मिनेट 20 सेकेन्ड। ल अब प्रश्न नम्बर 2, विश्वको बगैँचा भनेर पृथ्वीको कुन भूभागलाई चिनाइएको छ? अप्सनहरू दक्षिण युरोपको भूमध्य सागरको वरिपरिको भाग, हिन्दकुश हिमाल पर्वत श्रृङ्खला अन्तर्गतको क्षेत्र, स्विजरल्यान्ड, न्युजिल्यान्ड। ल चारवटा अप्सन मध्ये पृथ्वीमा चाहिँ विश्वको बगैँचा भनेर चाहिँ कुन भागलाई चिनिन्छ त? ल विचार गर्नु होला, गेस गर्नु होला। यसको सही उत्तर हो अप्सन ए दक्षिण युरोपको भूमध्य सागरको वरिपरिको क्षेत्र। प्रश्न नम्बर 3, नेपालको धरातलीय स्वरूप अनुसार हिमाल पहाड र तराईलाई एक अर्कासँग जोड्ने सबैभन्दा स्थायी अन्तर सम्बन्धित तत्त्व कुन हो? अप्सन ए सांस्कृतिक सम्पदा, अप्सन बी जलविद्युत, अप्सन सी औद्योगिक उत्पादन, अप्सन डी नदी प्रणाली। हिमाल पहाड तराईलाई चाहिँ एक अर्कासँग जोड्ने सबैभन्दा स्थायी अन्तर सम्बन्धित तत्त्व। सांस्कृतिक सम्पदा भनेको चाहिँ परिवर्तनशील हुन सक्छ। जलविद्युत यो पनि क्षणिक हुन सक्छ। औद्योगिक उत्पादन त्यो पनि क्षणिक हुन सक्छ। स्थायी चाहिँ कुन हो त भन्दा अप्सन डी नदी प्रणाली। प्रश्न नम्बर 4, राणा शासनकालमा स्थापित खड्ग निशान अड्डाले कस्तो काम गर्थ्यो? राणा शासनकालमा स्थापित खड्ग निशान अड्डाले कस्तो काम गर्थ्यो? अप्सनहरू हात हतियार भण्डारण गर्ने, बिन्ती पत्रको सुनवाई गर्ने, सबै कार्यालयलाई आदेश जारी गर्ने, जुवा खेल्न स्वीकृति दिने। ल चारवटा अप्सन मध्ये तपाईहरुलाई चाहिँ कुन सबैभन्दा उत्तम सही विकल्प लाग्छ त? ल यसको सही उत्तर हो अप्सन बी सबै कार्यालयलाई आदेश जारी गर्ने। ल खड्ग निशान अड्डाले चाहिँ के गर्ने त? आदेश जारी गर्ने। 5औं प्रश्न, मानव विकास सूचाङ्क 2025 का अनुसार नेपालको स्थान 145औं थियो भने इन्डेक्स कति रहेको छ? 0.588, 0.596, 0.622, 0.886। मानव विकास सूचाङ्क 2025 का अनुसार नेपालको स्थान चाहिँ 145औं छ भने इन्डेक्स चाहिँ कति छ त? ल साथीहरू कति होला त यसको एन्सर? ख्याल गर्नु होला। यसको सही उत्तर हो अप्सन सी 0.622। 6औं प्रश्न, चाप मापक यन्त्रलाई के भनिन्छ? चाप मापक यन्त्र ए ब्यारोमिटर,
बी क्रोमोमिटर, सी अल्टिमिटर, डी हाइड्रोमिटर। ल कुन होला त साथीहरू यसको सही आन्सर? ल यसको सही उत्तर हो अप्सन ए ब्यारोमिटर। यसले चाहिँ वायुमण्डलीय चाप नाप्ने गर्छ। त्यस्तै अप्सन बी को क्रोमोमिटर, यसले चाहिँ अत्यन्त छोटो सटिक समयलाई चाहिँ मेजर गर्ने काम गर्छ। अल्टिमिटरले चाहिँ उचाइ नाप्ने काम गर्छ भने हाइड्रोमिटरले चाहिँ के गर्छ त भन्दा तरल पदार्थको घनत्व नाप्ने काम गर्छ है त। अब 7औं प्रश्न, युरोपियन युनियनको प्रधान कार्यालय कहाँ रहेको छ? अप्सन ए बेल्जियमको ब्रसेल्स, अप्सन बी इटलीको रोम, अप्सन सी बेलायतको लन्डन, अप्सन डी फ्रान्सको पेरिस। ल युरोपियन युनियनको प्रधान कार्यालय चाहिँ कहाँ रहेको छ? अप्सन ए बेल्जियमको ब्रसेल्स, अप्सन बी इटलीको रोम, अप्सन सी बेलायतको लन्डन, अप्सन डी फ्रान्सको पेरिस। ल यो 4वटा विकल्पमध्ये चाहिँ सही विकल्प कुन होला त? ल यसको सही विकल्प हो अप्सन ए बेल्जियमको ब्रसेल्स। ल 8औं प्रश्न नम्बर 8, 15 योजनाको दीर्घकालीन प्रमुख परिमाणात्मक लक्ष्यमा आर्थिक वर्ष 2101 देखि 2101 सम्ममा माध्यमिक तह 9-12 को खुद भर्ना दर कति पुर्याउने लक्ष्य राखिएको छ? अप्सनहरू रहेको छ 100%, 99%, 97% र 95%। ल खुद भर्ना दर, माध्यमिक तहको खुद भर्ना दर चाहिँ कति पुर्याउने लक्ष्य राखेको छ? ल गेस गर्नु होला है त। ल यसको सही उत्तर हो अप्सन डी 95%। प्रश्न नम्बर 9, अनौपचारिक शिक्षा भन्नाले कस्तो शिक्षालाई बुझिन्छ? अनौपचारिक शिक्षा भन्नाले कस्तो शिक्षालाई बुझिन्छ? अप्सन ए व्यक्तिले रुचि, प्रभाव र अन्तर्क्रियाका माध्यमले जहाँसुकै प्राप्त गर्ने शिक्षा। अप्सन बी समय, शिक्षण प्रक्रिया र पाठ्यपुस्तक लचिलो हुने शिक्षा। अप्सन सी विद्यालय, क्याम्पस र विश्वविद्यालय तहमा दिइने शिक्षा। अप्सन डी तत्कालीन उपयोगितामा आधारित शिक्षा। ल यो अनौपचारिक शिक्षा भनेको चाहिँ के होला त? ल यसको प्रश्न हो सही उत्तर हो उत्तर चाहिँ अप्सन बी समय, शिक्षण प्रक्रिया र पाठ्यपुस्तक लचिलो हुने शिक्षा। प्रश्न नम्बर 10, तलका मध्ये उत्तर बाल्यावस्थाको मुख्य कार्य कुन हो? अप्सनहरू दौतरी समूहका साथीहरूसँग लामो समयसम्म बसिरहन मन पराउनु, अप्सन बी कुराकानी गर्न सिक्नु, अप्सन सी ठोस खानाहरू खान सिक्नु। ल सही विकल्प कुन होला त उत्तर बाल्यावस्थाको मुख्य काम चाहिँ के होला त? ल यसको सही उत्तर हो अप्सन ए दौतरीका समूहका साथीसँग लामो समयसँग बसिरहन मन पराउनु। उत्तर बाल्यावस्था भनेको चाहिँ लगभग 6 वर्षदेखि 11-12 वर्षसम्मको चाहिँ बालबालिकाहरू पर्दछन्। त्यस अवस्थाका बालबालिकाहरूको विशेषता चाहिँ हामीले आफ्ना वरिपरिका केटाकेटीहरूसँग पनि तुलना गरेर चाहिँ पत्ता लगाउन सक्छौँ। प्रश्न नम्बर 11, प्रतिक्रियाको सम्भावना बढाउने उत्तेजनालाई के भनिन्छ? भनेको प्रतिक्रियाको दर बढाउनेलाई चाहिँ के भन्ने? अप्सन ए उत्प्रेरणा, अप्सन बी पृष्ठपोषण, अप्सन सी पुनर्बल, अप्सन डी स्थानान्तरण। ल 4वटा विकल्पमध्ये प्रतिक्रियाको सम्भावना बढाउने उत्तेजनालाई के भनिन्छ? जस्तो कि हामीले चाहिँ कक्षा कोठामा बालबालिकाहरूलाई शिक्षण गर्दाखेरि चाहिँ उनीहरूले उत्तर
दिने सम्मानना बढाउनलाई चाहिँ के गर्नुपर्छ? जस्तै कि हामीले स्याबास भन्छौँ, धन्यवाद भन्छौँ, धेरै राम्रो प्रयास गर्यो भन्छौँ, राम्रो गर्यो भन्छौँ। हो, यस्तो कुराहरूलाई चाहिँ हामीले उत्प्रेरणा भन्छौँ कि पृष्ठपोषण भन्छौँ कि पुनर्बल भन्छौँ कि स्थानान्तरण भन्छौँ? ल, यसको सही उत्तर हो पुनर्बल। पुनर्बल जति सकारात्मक रूपमा दिइने गरिन्छ त्यति सकारात्मक प्रतिक्रिया चाहिँ प्राप्त गर्ने गरिन्छ। ल, प्रतिक्रियाको सम्भावना बढाउने उत्तेजनालाई पुनर्बल भनिन्छ। ल, किनभने चाहिँ यसले व्यवहारलाई दोहोऱ्याउन प्रोत्साहन गर्छ। प्रश्न नम्बर 12, तलका सिकाइ सिद्धान्तहरूमध्ये पुनर्बल तालिकालाई मुख्य आधारका रूपमा लिइने सिकाइ सिद्धान्त कुन हो? अप्सन ए कार्यपरक सिकाइ सिद्धान्त, अप्सन बी सम्बन्ध प्रत्यावर्तन सिकाइ सिद्धान्त, अप्सन सी संज्ञानवादी सिकाइ सिद्धान्त, अप्सन डी अन्तर्दृष्टि सिकाइ सिद्धान्त। ल, यो कार्यपरक सिकाइ सिद्धान्त हो कि सम्बन्ध प्रत्यावर्तन हो कि संज्ञानवादी हो कि अन्तर्दृष्टि हो त? पुनर्बललाई चाहिँ बढी प्राथमिकता दिने कार्यपरक सिकाइ सिद्धान्त। व्यवहारवादी सिकाइ सिद्धान्तमा चाहिँ बढी यो पुनर्बलको प्रयोग गर्ने गरिन्छ। कार्यपरक सिकाइ सिद्धान्तले पुनर्बल तालिकाहरूलाई चाहिँ व्यवहार परिवर्तनको मुख्य आधार मान्ने गर्दछ। प्रश्न नम्बर 13, ब्लुमका अनुसार निष्कर्ष निकाल्ने उद्देश्य कुन संज्ञानात्मक क्षेत्र अन्तर्गत पर्दछ? संज्ञानात्मक क्षेत्र अन्तर्गतको उद्देश्य चाहिँ के हो त? यहाँ जस्तै ब्लुमका अनुसार निष्कर्ष निकाल्ने उद्देश्य कुन संज्ञानात्मक क्षेत्र अन्तर्गतको उद्देश्य हो? ज्ञानको हो कि बोध हो कि प्रयोग हो कि विश्लेषण हो? निष्कर्ष निकाल्ने, निष्कर्ष निकाल्ने भनेको चाहिँ के होला त? ज्ञान हो कि बोध हो कि प्रयोग हो कि विश्लेषण हो? सही उत्तर हो विश्लेषण। निष्कर्ष निकाल्नलाई के गर्नु पर्यो त भन्दा तर्क प्रस्तुत गर्नु पर्यो, ठिक हो कि बेठिक हो कि भनेर चाहिँ छुट्याउँदै जानु पर्यो। त्यसको लागि के गर्नु पर्यो त? विश्लेषण गर्नु पर्यो। ल, ब्लुमको वर्गीकरण अनुसार निष्कर्ष निकाल्ने क्षमता विश्लेषण संज्ञानात्मक क्षेत्र अन्तर्गत पर्छ। ल, प्रश्न नम्बर 14, प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने भन्ने उद्देश्य कुन खालको उद्देश्य हो? शिक्षाको राष्ट्रिय उद्देश्य, विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य, माध्यमिक तहको राष्ट्रिय उद्देश्य, आधारभूत तहको राष्ट्रिय उद्देश्य? ल, प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गरी व्यक्तित्व विकास गर्ने भनेको चाहिँ कुनको होला त उद्देश्य? ल, यसको सही उत्तर हो अप्सन बी विद्यालय शिक्षाको राष्ट्रिय उद्देश्य। ल, प्रश्न नम्बर 15, वार्षिक शैक्षणिक योजना बनाउने मुख्य दायित्व कसको हो? अप्सन ए विद्यालयका प्रधानाध्यापक, सम्बन्धित विषयका विद्यालयका विभाषाका अध्यक्षले हो कि सम्बन्धित विद्यालयका शिक्षकले हो कि शिक्षक अभिभावक सङ्घले हो त? वार्षिक शैक्षणिक योजना बनाउने काम कसको हो? प्रहको हो कि विभाषा अध्यक्षको हो कि सम्बन्धित शिक्षकले हो कि शिक्षक अभिभावक सङ्घले हो त? ल, यसको सही उत्तर हो अप्सन बी, अप्सन सी सम्बन्धित विद्यालयका शिक्षक। यो शैक्षणिक योजना भनेको चाहिँ शिक्षण कार्यसँग सम्बन्धित हुने गर्छ। शिक्षण गर्ने भनेको शिक्षकले हो, तसर्थ यस्ता कामहरू चाहिँ कसले गर्नु पर्यो त? शिक्षकले गर्नु पर्यो। ल, यो वार्षिक कार्यपात्र चाहिँ प्रहले बनाउने है त। ल, प्रश्न नम्बर 16 मा
कक्षा 1 का कुनै विद्यार्थीको सिकाइ उपलब्धि स्तरलाई रेटिङ गरी अभिलेखमा 3 जनाइएको छ भने त्यसको व्याख्या कुन हो? कक्षा 1 का कुनै विद्यार्थीको सिकाइ उपलब्धि स्तरलाई रेटिङ गर्दा 3 जनाइएको छ भनेको चाहिँ अहिले कक्षा 1-3 मा चाहिँ सिकाइ उपलब्धिको रेटिङ चाहिँ 4 वटा स्केलमा गरिन्छ। 1, 2, 3 र 4 रेटिङ चाहिँ 4 वटा अङ्कमा गरिन्छ। 1, 2 अङ्क, 3 अङ्क, 4 मा। भनेपछि यो 3 जनाकोले चाहिँ के को व्याख्या गर्छ त? मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेको हो कि, मुख्य सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेको हो कि, मुख्य सिकाइ उपलब्धि धेरैजसो हासिल गरेको हो कि, मुख्य सिकाइ उपलब्धि हासिल गरेको हो त? ल कुन होला त साथीहरू? ल यसको सही उत्तर हो चाहिँ अप्सन सी। ल यसको सही उत्तर चाहिँ अप्सन सी है साथी। मुख्य सिकाइ उपलब्धि धेरैजसो हासिल गरेको है। यहाँ अप्सन डी भएको रहेछ। यो चाहिँ अप्सन सी हो। यसको सही उत्तर चाहिँ यो अप्सन सी है साथीहरू, यो होइन। यो मुख्य सिकाइ उपलब्धि हासिल गरेकोलाई चाहिँ 4 रेटिङ गरिन्छ है, 4 दिने गरिन्छ। मुख्य सिकाइ उपलब्धि धेरैजसो हासिल भएकोलाई 3 गरिन्छ। मुख्य सिकाइ उपलब्धि आंशिक रूपमा हासिल गरेकोलाई 2 गरिन्छ। मुख्य सिकाइ उपलब्धि हासिल गर्न नसकेकोलाई चाहिँ 1 गरिन्छ है त। ल यो चाहिँ यो मुख्य सिकाइ उपलब्धि हासिल भएपछि चाहिँ 4 पाउने गर्छ है त। यो 3 भनेको चाहिँ यो अप्सन सी को होला, आंशिक बाँकी भएको भनेको धेरैजसो हासिल गरेको। ल प्रश्न नम्बर 17, शिक्षक सङ्ख्या कम भएको अवस्थामा तलका मध्ये कुन शिक्षण व्यवस्थापन उपयोगी हुन सक्छ? बहुकक्षा शिक्षण, कक्षा शिक्षण, विषय शिक्षण, मिश्रित शिक्षण। ल यसको सही उत्तर यो त सजिलो छ, बहुकक्षा शिक्षण। ल प्रश्न नम्बर 18, कार्यमूलक अनुसन्धान के का लागि गरिन्छ? कार्यमूलक अनुसन्धान के को लागि गरिन्छ? अप्सन ए सिद्धान्त प्रतिपादन गर्न, अप्सन बी कार्ययोजना विकास गर्न, अप्सन सी तत्काल समस्या समाधान गर्न, अप्सन डी समस्यालाई सामान्यीकरण गर्न। ल यो 4 वटा विकल्पमध्ये सबैभन्दा उत्तम विकल्प कुन हो त? ल तपाईहरुलाई चाहिँ सही विकल्प कुन लाग्छ? यसको सही उत्तर हो अप्सन सी तत्कालका समस्या समाधान गर्न। ल प्रश्न नम्बर 19, Which of the following systems is used for the collection, integration, processing, maintenance and dissemination of the data and information to support decision making, policy analysis and formation in the education system? ल तल दिएको प्रणालीहरूमध्ये चाहिँ डेटाहरूलाई चाहिँ कलेक्सन गर्न, इन्टिग्रेसन गर्न, प्रोसेसिङ गर्न, मेन्टेनेन्स गर्न, डिसिमिनेसन गर्न र नतिजा निर्माण गर्नको लागि चाहिँ सूचना प्राप्त गर्न र नीतिहरूलाई एनालाइसिस गरेर चाहिँ शैक्षिक प्रणाली निर्माण गर्नको लागि प्रयोग गरिन्छ त? लर्निङ म्यानेजमेन्ट सिस्टम हो कि, इन्टिग्रेटेड एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम हो कि, स्कुल इन्टरप्राइज रिसोर्स प्लानिङ हो कि, स्कुल म्यानेजमेन्ट सिस्टम हो त? कुन होला साथीहरु? ल गेस गर्नु है। 19औं प्रश्नमा छौं हामी। यसको सही उत्तर हो अप्सन बी इन्टिग्रेटेड एजुकेसन म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम, IEMIS। ल अब चाहिँ हामी 20औं प्रश्नमा लाग्छौं है त।
Use of audiovisual aids in teaching helps to enhance learning outcome. Option B, facilitate effective assessment. Option C, provide relief to the teacher. Option D, provide a diversion to the learners. ल यो चारवटा अप्सन मध्ये सबैभन्दा उत्तम कुन होला त? ल यसको सही उत्तर हो अप्सन डी, प्रोभाइड अ डाइभर्सन टु द लर्नर्स। ल अडियो भिजुअल एड्स क्यान प्रोभाइड अ डाइभर्सन्स टु लर्नर्स मेकिङ लेसन्स एन्ड इन्गेजमेन्ट। ल प्रश्न नम्बर 21, तल दिइएका शब्दहरूमा एउटा शब्द अन्यभन्दा फरक छ, त्यो शब्द कुन हो पत्ता लगाउनुहोस्। गोलभेडा, भन्टा, आलु, रामतोरिया। ल कुन चाहिँ यसको सही उत्तर हो त? अरूभन्दा चाहिँ फरक कुन हो त? ल त गोलभेडा हो कि, भन्टा हो कि, आलु हो कि, रामतोरिया हो त? यसको सही उत्तर हो अप्सन सी, आलु। ल यो आलु चाहिँ किन भयो त भन्दा यो आलु जमिन मुनि फल्ने गर्छ, अरू चाहिँ सबै जमिन माथि फल्ने गर्छ है त। ल 22औं प्रश्न, तल दिएको क्रममा प्रश्न चिन्ह रहेको ठाउँमा कुन उपयुक्त हुन्छ? दिएका विकल्पहरू मध्येबाट छान्नुहोस्। 18, 27, 38, 51। अब यो प्रश्नवाचक चिन्हमा चाहिँ कुन हो त? 60 हो कि, 62 हो कि, 64 हो कि, 66 हो त? ल त हेर्नु त यस्तो प्रश्नमा चाहिँ हामीले के गर्नुपर्छ भने दोस्रो प्रश्न र पहिलो प्रश्नको ग्याप कति छ, तेस्रो र दोस्रोको ग्याप कति छ भन्दै सुरुमा हेर्यो भने चाहिँ सजिलो हुने गर्छ। ल यसको सही उत्तर हो अप्सन डी, 66। ल अब यस्तोमा चाहिँ जस्तो कि यो 27 देखि 18 को फरक कति हो त भन्दा 9 हो। त्यस्तै यो 27 देखि 38 को फरक कति छ? 11 छ। 11 छ। यो 38 देखि 51 को फरक कति छ? 13 छ। ल त त्यस्तै अब यो 51 देखि यो प्रश्नवाचक चिन्हसम्म आउनेको फरक कति हुनु पर्यो त भन्दा 15 हुनु पर्यो। भनेपछि 9, 11, 13, 15 हुँदै आएको छ फरक। भनेपछि 27 मा 18 घटाउँदा 9 आयो, 38 मा 27 घटाउँदा 11 आयो, 51 मा 38 घटाउँदा 13 आयो। भनेपछि तिनीहरूको फरक कतिले बढ्दै गएको छ त? 2 ले। भनेपछि 9, 11, 13। अब 51 र प्रश्नवाचक चिन्हमा आउने नम्बरको फरक कति हुनु पर्यो त? 15 हुनु पर्यो। भनेपछि 51 र 15 जोड्दा कति आयो त? 66 आयो। ल प्रश्न नम्बर 23, नेपालको संविधानमा भएको व्यवस्था अनुसार प्रारम्भिक बाल विकास तलको कुन मौलिक हकसँग सम्बन्धित छ? अप्सन ए, बालबालिका सम्बन्धी हक। अप्सन बी, शिक्षा सम्बन्धी हक। अप्सन सी, शोषण विरुद्धको हक। अप्सन डी, सामाजिक न्यायको हक। ल यो चारवटा विकल्प मध्ये सही विकल्प चाहिँ कुन होला त? गेस गर्नुहोस् है। ल संविधानमा भएको व्यवस्था अनुसार प्रारम्भिक बाल विकास तलको कुन मौलिक हकसँग सम्बन्धित छ? ल
बालबालिका सम्बन्धी हक हो कि शिक्षा सम्बन्धी हक हो कि शोषण विरुद्धको हक हो कि सामाजिक न्यायको हक हो त? ल गेस गर्नुहोस् त। यसको सही उत्तर हो अप्सन ए, बालबालिका सम्बन्धी हक। 24औं प्रश्न, शिक्षक अभिभावक सङ्घको कार्यकारी समिति बैठक कम्तीमा कति समयमा बस्नुपर्छ? शिक्षक अभिभावक सङ्घको बैठक चाहिँ कति समयमा बस्नुपर्छ? महिनाको एकपटक, 2 महिनामा एकपटक, 3 महिनामा एकपटक, 4 महिनामा एकपटक? ल कुन हो त? ल यो सजिलो छ तर झुक्किन सक्छ। शिक्षक अभिभावक सङ्घको बैठक चाहिँ 3 महिनामा एकपटक बस्ने गरिन्छ। शिक्षक अभिभावक सङ्घको बैठक चाहिँ 3 महिनामा एकपटक, तर यसको पदावधि समय चाहिँ 2 वर्ष। शिक्षक अभिभावक सङ्घको समितिको पदावधि भने 2 वर्ष, महिनामा चाहिँ 3 महिनामा चाहिँ एकपटक कम्तीमा बैठक बस्नु पर्यो। तर विद्यालय व्यवस्थापन समितिको चाहिँ फेरि के हो त भन्दा पदावधि चाहिँ 3 वर्ष हो, तर बैठक चाहिँ महिनाको 2 वर्ष, यस्तो 2 पटक बस्नु पर्यो। विद्यालय व्यवस्थापन समितिको पदावधि 3 वर्ष, बैठक 2 महिनामा कम्तीमा एकपटक। शिक्षक अभिभावक सङ्घको चाहिँ पदावधि 2 वर्ष र बैठक चाहिँ 3 महिनामा कम्तीमा एकपटक बस्नु पर्यो। ल अब 25औं प्रश्न, शिक्षकलाई बढुवाका लागि सिफारिस गर्दा तलका मध्ये कुन समूहबाट शिक्षकको हकमा 1 वर्ष अनुभव थप गरी ज्येष्ठता बापकको अङ्क प्रदान गर्ने व्यवस्था गरिएको छ? महिला, दलित, अपाङ्ग, माथिका सबै? ल बढुवा गर्दा चाहिँ कुन समूहको शिक्षकलाई चाहिँ 1 वर्षको अनुभव थप गरी ज्येष्ठता बापक पदको अङ्क दिने गरिन्छ त? ल यसको सही उत्तर हो अप्सन डी, माथिका सबै। ल प्रश्न नम्बर 26, इरानको पुरानो नाम के हो? तेहरान, तास्कन्द, पर्सिया, जुनान? ल कुन होला त साथी हो? ल इरानको पुरानो नाम भनेको चाहिँ पर्सिया हो, अप्सन सी पर्सिया। प्रश्न नम्बर 27, सीमान्त हिमाली क्षेत्र भन्नाले कुन भौगोलिक भागलाई बुझाउँछ? सीमान्त हिमाली क्षेत्र समुद्री सतहबाट 6000 मिटरदेखि 7000 मिटरसम्म रहेको तिब्बती पठारको समस्थलीय क्षेत्र हो कि उच्च हिमाली भेगको तल्लो तटीय क्षेत्र हो कि उच्च पहाडी तर मौसमी हिउँले ढाक्ने आंशिक उर्वर क्षेत्र हो कि हिमाली चिसोले छुने तर हिमाली भेगमा नपर्ने भूभाग हो त? ल यो 27औं प्रश्नमा छौँ। ल सीमान्ती हिमाली क्षेत्र कुन हो त? यसको सही उत्तर हो अप्सन ए, समुद्री सतहबाट 6000 मिटरदेखि 7000 मिटरसम्म रहेको तिब्बती पठारको समस्थलीय क्षेत्र। प्रश्न नम्बर 28, नेपालको सङ्घीय संरचना सन्दर्भमा गरिएको प्रशासनिक विभाजन अनुसार स्थानीय तह 753 वटा छन् भने जम्मा वडाको सङ्ख्या कति छ? ए 6805, बी 6753, सी 6737, अप्सन डी 6743? ल कुन होला त साथीहरू? स्थानीय तह चाहिँ 753 वटा। अब जम्मा 753 वटा स्थानीय तहमा चाहिँ जम्मा कति वडा छन् त? यसको सही उत्तर हो अप्सन डी 6743 वटा। प्रश्न नम्बर 29, नेपालमा योजनाबद्ध आर्थिक विकासको थालनी कहिलेदेखि भएको हो? योजनाबद्ध आर्थिक विकासको थालनी 2011 देखि हो कि 2012 देखि हो कि 2013 देखि हो कि 2015 देखि हो त? ल
कुन होला विचार गर्नु होला है त। ल यसको सही उत्तर हो अप्सन सी 2013। योजनाबद्ध विकास भनेपछि 2013 सम्झिनु पर्यो है त साथीहरु। प्रश्न नम्बर 30। बायोफ्लोक प्रविधि तलको मध्ये कुन विषयसँग सम्बन्धित छ? बायोफ्लोक प्रविधि ए मौरी पालन, बी पशुपालन, सी कुखुरा पालन, डी माछा पालन। ल यो चारवटा अप्सन मध्ये सबैभन्दा उपयुक्त विकल्प कुन हो त? बायोफ्लोक चाहिँ कुनसँग सम्बन्धित छ त? बायोफ्लोक प्रविधि। ल सोच्नुहोस् है, कपीमा टिक लाउनुहोस्। यसको सही उत्तर हो अप्सन डी माछा पालन। ल हामी चाहिँ 30औं प्रश्न सकेका छौँ। अहिलेसम्म कतिवटा चाहिँ मिलाउनु भयो गेस गर्नु होला, सो मूल्याङ्कन गर्नु होला। तपाईहरु चाहिँ अहिलेसम्म तपाईहरुले चाहिँ कम्तीमा चाहिँ तपाईहरुले चाहिँ 60% चाहिँ मिलाउनु भयो भने परीक्षामा राम्रो गर्न सक्नुहुन्छ। प्रश्न नम्बर 31। युनेस्कोले विश्व सम्पदा सूचीमा समावेश गरेका नेपालका सम्पदाहरूमध्ये तलको कुन चाहिँ प्राकृतिक सम्पदा हो? चागुनारायण हो कि, लुम्बिनी हो कि, सगरमाथा हो कि स्वयम्भू हो त? ल यो त सजिलो प्रश्न छ। अप्सन सी सगरमाथा। प्रश्न नम्बर 32। पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो? पृथ्वीबाट देखिने सबैभन्दा चम्किलो तारा कुन हो? अप्सन ए अगस्ती तारा, अप्सन बी डग स्टार, अप्सन सी ध्रुव तारा, अप्सन डी सत्तारा। यो चारवटा विकल्प मध्ये सही विकल्प कुन होला त? ल यसको सही विकल्प हो अप्सन बी डग स्टार। प्रश्न नम्बर 33। रीतिरिवाज, परम्परा, संस्कृति र मूल्य मान्यतालाई संरक्षण, विकास र परिवर्तन गर्न सहयोग गर्नु शिक्षाको कुन कार्यभित्र पर्दछ? रीतिरिवाज, परम्परा, संस्कृति र मूल्य मान्यताको संरक्षण, विकास र परिवर्तन गर्न सहयोग गर्नु शिक्षाको कुन कार्य हो? अप्सन ए व्यक्तिगत कार्य, अप्सन बी सामाजिक कार्य, अप्सन सी राष्ट्रिय कार्य, अप्सन डी अन्तर्राष्ट्रिय कार्य। ल कुन होला साथीहरु गेस गर्नु होला। यसको सही उत्तर हो अप्सन बी सामाजिक कार्य। रीतिरिवाज, परम्परा, संस्कृति, मूल्य मान्यता समाजसँग सम्बन्धित हुन्छ, त्यसैले सामाजिक कार्य भनेर बुझ्न चाहिँ सजिलो हुन्छ है त। अब प्रश्न नम्बर 34। मानव विकास र वृद्धिका निर्धारक तत्त्वहरू कुन कुन हुन्? मानव वृद्धि र विकासको निर्धारक तत्त्वहरू मनोविज्ञान र वंशानुक्रमगत, सामाजिकीकरण र वातावरण, वंशानुक्रम र वातावरण, संस्कृति र वातावरण। ल यो चारवटा विकल्प मध्ये उत्तम विकल्प कुन हो त? मनोविज्ञान र वंशानुगत हो कि, सामाजिकीकरण र वातावरण हो कि, वंशानुक्रम र वातावरण हो कि संस्कृति र वातावरण हो त? ल यसको सही उत्तर हो अप्सन सी वंशानुक्रम र वातावरण। ल प्रश्न नम्बर 35। शिक्षा मनोविज्ञान अनुसार वृत्ति भन्नाले केलाई जनाउँछ? शिक्षा मनोविज्ञान अनुसार वृत्ति भन्नाले केलाई जनाउँछ? अप्सन ए गुणात्मक रूपमा हुने परिवर्तन, अप्सन बी जीवन पर्यन्त चलिरहने परिवर्तन, अप्सन सी मानिसका गुणहरूमा क्रमिक र नियमित रूपमा हुने परिवर्तन र अप्सन डी शरीरका बाह्य र आन्तरिक अङ्गहरूमा हुने परिवर्तन।
ल वृद्धि भनेको चाहिँ के हो? अप्सन ए त्यो गुणात्मक भनेको छ, त्यो भनेको विकाससँग सम्बन्धित रह्यो। जीवन पर्यन्त चलिरहने परिवर्तनहरू अब यो विकासै रह्यो। मानिसका गुणहरूमा क्रमिक र नियमित रूपमा हुने परिवर्तन, गुणहरू भनेको यो भनेको चाहिँ दिमागहरूसँग सम्बन्धित रहने कुराहरू रह्यो। यसको सही उत्तर अप्सन डी, शरीरका बाह्य र आन्तरिक अङ्गहरूमा हुने परिवर्तन। वृद्धि भनेको आकारमा चाहिँ बढ्ने कुराहरू। प्रश्न नम्बर 36, तलका मध्ये ठिक भनाइ छुट्याउनुहोस्। अप्सन ए सिकाइ वंशाणुगत र जैविक प्रक्रिया हो। अप्सन बी सिकाइ स्वतः हुन्छ। अप्सन सी सिकाइ जन्मजात प्रक्रिया हो र अप्सन डी सिकाइ अनुभव र अभ्यासको सङ्गठन हो। ल यो 4 विकल्प मध्ये चाहिँ कुन होला त? ठिक भनाइ सिकाइ वंशाणुगत र जैविक प्रक्रिया हो कि सिकाइ स्वतः हुन्छ कि सिकाइ जन्मजात प्रक्रिया हो कि सिकाइ चाहिँ अनुभव र अभ्यासको सङ्गठन हो त? ल यसको सही उत्तर हो अप्सन डी, सिकाइ अनुभव र अभ्यासको सङ्गठन हो। ल मान्छेले चाहिँ अनुभव लिँदै अभ्यास गर्दै त्यसलाई चाहिँ सङ्गठित गर्दै अर्को ठाउँमा चाहिँ सिकेका कुराहरूलाई स्थानान्तरण गर्ने काम गर्छन्। ल प्रश्न नम्बर 37, संरचनावादी सिकाइ सिद्धान्तले कुन कुरालाई महत्त्व दिन्छ? प्राप्त गरेको अनुभवलाई, आन्तरिक क्षमता र प्राप्त अनुभवलाई, अभ्यास र अनुभवलाई, ज्ञानेन्द्रियलाई। ल संरचनावादी सिकाइ सिद्धान्तले चाहिँ केलाई बढी महत्त्व दिन्छ? कन्स्ट्रक्टिभिस्टहरूले चाहिँ केलाई बढी प्रायोरिटी दिन्छ? यसको सही उत्तर हो अप्सन बी, आन्तरिक क्षमता र प्राप्त अनुभवलाई। ल प्रश्न नम्बर 38, पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य पुरा गर्ने क्रममा शिक्षक सिकाइ क्रियाकलाप व्यवस्थित एवं प्रभावकारी बनाउन सबैभन्दा सहयोग पुर्याउने सामग्री कुन हो? र यो चाहिँ शिक्षक होइन, शिक्षण हो है साथी। यो चाहिँ शिक्षण सिकाइ क्रियाकलाप। ल पाठ्यक्रमले निर्दिष्ट गरेको उद्देश्य पुरा गर्ने क्रममा शिक्षकलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलाप व्यवस्थित र प्रभावकारी बनाउन सबैभन्दा सहयोग पुर्याउने सामग्री कुन हो? पाठ्यक्रम हो कि पाठ्यपुस्तक हो कि शिक्षक निर्देशिका हो कि सन्दर्भ सामग्री हो त? ल यो 4वटा विकल्पमध्ये सही विकल्प कुन हो? यसको सही उत्तर हो अप्सन सी, शिक्षक निर्देशिका। ल प्रश्न नम्बर 39, शैक्षिक सामग्रीको प्रयोग किन आवश्यक छ? शैक्षिक सामग्री चाहिँ किन प्रयोग गर्नुपर्छ? ए स्पष्ट धारणाको विकास गर्न, बी सिकाइलाई अर्थपूर्ण र दिगो बनाउन, सी विद्यार्थीलाई उत्सुक, सृजनशील र क्रियाशील बनाउन, डी माथिका सबै। ल 4वटा विकल्पमध्ये सबैभन्दा उत्तम विकल्प कुन हो? शैक्षिक सामग्री किन प्रयोग गर्नुपर्छ? धारणा स्पष्टलाई हो कि सिकाइ अर्थपूर्ण र दिगो बनाउन हो कि विद्यार्थीलाई उत्सुक, सृजनशील र क्रियाशील बनाउन हो कि माथिका सबै हो त? ल यसको सही उत्तर हो माथिका सबै। प्रश्न नम्बर 40, परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्दा पाठ्यक्रममा तोकिएका सबै इकाइहरू पर्ने गरी निर्माण गरिएको छ छैन भनेर यकिन गर्ने कार्यलाई के भनिन्छ? प्रश्नपत्र निर्माण गर्नु पर्यो। त्यो प्रश्नपत्र निर्माण गर्दा चाहिँ पाठ्यक्रमले तोकेको सबै इकाइहरू पर्यो कि परेन भनेर यकिन गर्न गरिने कार्य चाहिँ के हो? पाठ्यक्रमको वैधता परीक्षण हो कि प्रश्नपत्रको वैधताको परीक्षण हो कि रचनात्मक वैधता परीक्षण हो कि विषयगत वैधताको परीक्षण हो? ल यसको सही उत्तर कुन हो त? यसको सही उत्तर हो अप्सन डी, विषयगत वैधताको परीक्षण।
ल प्रश्न नम्बर 41 विद्यालयमा आइपर्न सक्ने विपदको व्यवस्थापनका लागि गर्नुपर्ने तयारी अन्तर्गतको कार्य कुन हो? विद्यालयमा आइपर्न सक्ने विपदको व्यवस्थापनका लागि गर्नुपर्ने तयारी अन्तर्गतको कार्य कुन हो? अप्सन ए खोज तलास र उद्धार कार्य, अप्सन बी विपद प्रतिकार्य योजना तयार गर्ने कार्य, अप्सन सी घाइते शिक्षक विद्यार्थीलाई तत्काल मानवीय सहयोग उपलब्ध गराउने कार्य, अप्सन डी विपदबाट विद्यालयलाई पुगेको क्षतिको लेखाजोखा गर्ने कार्य। ल जस्तो कि विपद आइपर्यो भने चाहिँ व्यवस्थापनका लागि चाहिँ कुन कार्य गर्नु पर्यो? यसको सही उत्तर हो विपद प्रतिकार्य योजना तयार गर्ने कार्य। विद्यालयमा चाहिँ विपद आउन सक्छ भनेपछि त त्यसको लागि त योजना बनाउनु पर्यो नि त, त्यही भनेको। प्रश्न नम्बर 42 घटना अध्ययन कस्तो खालको अनुसन्धान हो? अप्सन ए परिमाणात्मक अनुसन्धान, अप्सन बी गुणात्मक अनुसन्धान, अप्सन सी सङ्ख्यात्मक तथ्याङ्कमा आधारित अनुसन्धान, अप्सन डी समूहको तथ्याङ्कमा आधारित अनुसन्धान। ल घटना अध्ययन चाहिँ कस्तो हो त? परिमाणात्मक हो कि गुणात्मक अनुसन्धान हो कि सङ्ख्यात्मक तथ्याङ्कमा आधारित अनुसन्धान हो कि समूहको तथ्याङ्कमा आधारित अनुसन्धान हो त? र चारवटा विकल्पमध्ये सबैभन्दा सही विकल्प कुन हो त? ल यसको सही विकल्प हो अप्सन बी गुणात्मक अनुसन्धान। प्रश्न नम्बर 43 व्हिच अफ द फलोइङ इज नट अ स्टोरेज डिभाइस? तलका मध्ये चाहिँ स्टोरेज डिभाइस कुन होइन त? हार्ड डिस्क होइन कि, एसएसडी होइन कि, युएसबी ड्राइभ होइन कि, कोर i5 होइन? ल स्टोरेज डिभाइस चाहिँ कुन होइन त? ल यो कोर i5 चाहिँ स्टोरेज डिभाइस होइन। ल प्रश्न 44 व्हिच अफ द फलोइङ टर्म्स best describes a weblog of teachers' thoughts, ideas and experience? इन्फोग्राफिक हो कि, ब्लग हो कि, वेबसाइट हो कि, सोशल मिडिया हो? Which of the following terms best describes a weblog of teachers' thoughts, idea and experience? तलको विकल्प मध्ये चाहिँ शिक्षकहरूको चाहिँ विचार, तौर तरिकाहरू, अनुभवहरू व्याख्या गर्ने, डिस्क्राइब गर्ने वेबलग चाहिँ कुन हो? यसको सही उत्तर हो अप्सन बी ब्लग भने ब्लग स्पोर्ट। प्रश्न नम्बर 45 एन unsolicited emails message sent by too many recipients at once is known as virus, worm, spam, threat. ल यो मेसेजहरू चाहिँ एकैपटक चाहिँ रेसिपिएन्टहरूलाई पठाउने कस्तो मेसेज त भन्दा अनसोलिकेटेड मेसेजहरू। ल त्यो चाहिँ कुन होला त भन्दा अप्सन सी स्प्याम। ल प्रश्न नम्बर 46 तल दिएका शब्दहरूलाई अर्थ लाग्ने गरी क्रममा राख्नुहोस्। प्रस्तुतिकरण, सुझाव, आगमन, छलफल, परिचय। यहाँ चाहिँ 5वटा शब्दहरू दिइएको छ। यसलाई चाहिँ क्रमिक रूपमा चाहिँ अर्थ लाग्ने गरी चाहिँ राख्नुपर्ने छ। ल अब अप्सन ए बी सी डी यहाँ चाहिँ 4वटा तरिकाले चाहिँ यहाँ दिएको 5वटा शब्दहरूलाई चाहिँ क्रमिक रूपमा राखेको छ। त्यो मध्ये चाहिँ सही विकल्प कुन होला त? सुरुमा आउने अनि परिचय गर्ने
प्रस्तुतिकरण गर्ने, छलफल गर्ने, सुझाव दिने हो कि अथवा आगमन, परिचय, छलफल, सुझाव, प्रस्तुतिकरण गर्ने हो कि? अप्सन सी को अनुसार चाहिँ के हुने भयो त? आगमन। अप्सन सी को अनुसार चाहिँ परिचय, आगमन, प्रस्तुतिकरण, सुझाव, छलफल हो। अप्सन डी को अनुसार के भयो त? अप्सन डी को अनुसार चाहिँ परिचय, आगमन, छलफल, प्रस्तुतिकरण, सुझाव। ल यिनीहरूमा चाहिँ कुन होला त सही? ल तपाईहरुलाई चाहिँ कुन लाग्छ? कपीमा टिपेर चाहिँ अर्थ लाग्ने गरी चाहिँ क्रमबद्ध गर्न चाहिँ प्रयास गर्नु होला। ल यसको सही उत्तर हो अप्सन ए 3 5 1 4 2 भनेको आगमन, त्यो पछि परिचय। पहिला सुरुमा मान्छे आउनु पर्यो, त्यो पछि परिचय गर्नु पर्यो, परिचय गरिसकेपछि प्रस्तुतिकरण गर्छ, प्रस्तुतिकरणका आधारमा छलफल गर्छ, छलफलका आधारमा चाहिँ सुझाव दिने गरिन्छ। प्रश्न नम्बर 47 नेपालको संविधान अनुसार तलको मध्ये कुन अधिकार सङ्कटकालीन अवस्थामा पनि निलम्बन हुँदैन? ल सङ्कटकालीन अवस्थामा पनि निलम्बन नहुने अधिकार कुन हो? सम्पत्तिको हक हो कि, समानताको हक हो कि, स्वतन्त्रताको हक हो कि, माथिका सबै हो त? ल सङ्कटकालमा पनि निलम्बन नहुने सही उत्तर हो समानताको हक। ल प्रश्न नम्बर 48 हामी यो सेसनको लगभग अन्त्यतर्फ आइसकेका छौँ। प्रश्न नम्बर 48 शिक्षा ऐन 2028 अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्षको पदावधि कति हुन्छ? अप्सन ए 5 वर्ष, अप्सन बी 4 वर्ष, अप्सन सी 3 वर्ष, अप्सन डी 2 वर्ष। ल विभाष अध्यक्षको चाहिँ पदावधि कति हो त? यसो सही उत्तर हो अप्सन सी 3 वर्ष। ल प्रश्न नम्बर 49 प्राथमिक विद्यालयमा कम्तीमा 2 जना महिला शिक्षिकाको पद रहन कति शिक्षक दरबन्दी कायम भएको हुनुपर्छ? प्राविमा चाहिँ कम्तीमा 2 जना महिला शिक्षक रहनको लागि जम्मा दरबन्दी चाहिँ कति हुनुपर्छ? 5 जना हो कि, 7 जना हो कि, 9 जना अथवा 9 भन्दा बढी? कम्तीमा 2 जना महिला हुनको लागि चाहिँ दरबन्दी कति हुनु पर्यो? 5 जना हो कि, 7 जना हो कि, 9 जना हो कि, 9 भन्दा बढी हो? यसको सही उत्तर हो अप्सन बी 7 जना। ल प्रश्न नम्बर 50 ल तपाईहरुलाई चाहिँ आजको कक्षा कस्तो लागिरहेको छ? यदि तपाईहरुलाई चाहिँ केही सुझावहरू दिन अथवा चाहिँ केही प्रतिक्रिया जनाउनु पर्ने छ भने चाहिँ सकारात्मक रूपमा चाहिँ कमेन्टमा लेखिदिनु होला है त। ल तपाईहरुलाई चाहिँ यो कक्षा कस्तो लागेको छ? आशा छ तपाईहरुलाई चाहिँ यो कक्षा फलदायी नै भएको छ। ल अब अन्तिम प्रश्न 50औं प्रश्न स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार पुस्तकालय, वाचनालय, सिकाइ केन्द्र, बाल क्लब तथा बाल सञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने जस्ता काम कोसँग सम्बन्धित छ? गाउँ नगर शिक्षा समिति, गाउँपालिका वा नगरपालिका, वडा समिति वा महानगरपालिका? ल यतै स्थानीय सरकार सञ्चालन ऐन अनुसार चाहिँ पुस्तकालय, वाचनालय, सिकाइ केन्द्र, बाल क्लब, बाल सञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने काम कोसँग सम्बन्धित छ? गाउँ नगर शिक्षा समिति हो कि, गाउँपालिका वा नगरपालिका हो कि, वडा समिति हो कि, महानगरपालिका हो त? ल त सोच्नुहोस् त। ल यसको सही उत्तर हो अप्सन सी वडा समिति। ल आजको प्रश्न छलफलमा जम्मा कतिवटा मिलाउनु भयो त? तपाईहरुले चाहिँ 50 वटामा कम्तीमा 30 वटा चाहिँ मिलाउनु पर्ने हुन्छ।
त्यसो भइसकेपछि चाहिँ तपाईहरु अगाडि बढ्नको लागि धेरै सहज हुने गर्छ है त। ल आशा छ तपाईहरु सबैले चाहिँ आजको यो कक्षामा सोधिएको प्रश्नहरुमा चाहिँ राम्रो गर्नुभयो होला। ल साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।